यो पनिलको है पनिलमा देखिने लाली गुराँसहरू यस्तो मजाको फुल छ सरर यस्तो देखिरहेछ है। ल सम्म साथीहरूलाई स्वागत छ कृष्ण क्षेत्री युट्युब च्यानलमा। आज हामी घोरेपानी होइन घोरेपानीको यात्रामा पनिल अनि त्यहाँ लाली गुराँस पार्क सब हेर्नको लागि हामी अहिले पोखराबाट प्रस्थान गर्दैछौँ है भाइसँग। ल हामी बाइकमै जाने सल्लाह छ है। ल हाम्रो भ्लग यहाँबाट सुरु हुन्छ। पोखराको यो अहिले कुन ठाउँ भाइ यो हेम्जा नजिकै होइन हरिचोक है। हरिचोकबाट हाम्रो यात्रा सुरु हुँदैछ साथीहरू है। अब लाली गुराँस फुलेको छ कि छैन अथवा फुल्दैछ भने हामीले सुनेका छौँ, भिडियो पनि देखेका छौँ, कुनै भिडियो पहिलाको पनि छ, तर हामी स्पष्ट पार्छौँ। आज हामी चैतको 22 गतेको यात्रा प्रस्थान छ। एकदमै हावाले फाल्न जस्तो हो, बाइक नै हावाले उडालो जस्तो भइसक्यो है। यति गरिसकेपछि साथीहरू है घोरेपानी जाँदा यो हाम्रो मालढुङ्गामै पानीले मजाले टुट्यो है। यहाँ रनको सुन्दर किनेर यहाँ रेडी हुँदैछन् भाइ पनि म पनि है। एकदमै हाल्न त हालिएको थियो, अझ पनि तलको भएन क्या। त्यसले गर्दा घोरेपानी जाँदा हामीलाई यहीँ मालढुङ्गा मजाले पानीले कुट्यो। अब यहाँ रेनकोट बिस्तारै 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 ल साथीहरू घोरेपानीको एकदम डाँडामा आइसकिएका छ। अझै पनि यहाँबाट लगभग कति मिटर है? 45 मिनट है। एकदम बाटो दुईजना बित्ता लोटेर बाटो भनेको थिएँ हिलोले गर्दा लास्टै रहेछ नि बाटो। यस्तो लाली गुराँस फुलिरहेको छ है। यो खिच्नुपर्छ है भाइ, भोलि खिचौँ ल। साथीहरू आइपुग्यो है। एकदम दुःख कष्टको साथमा आइपुग्यो। जस गाडीमा आएको भए त सहिले हुन्थ्यो होला। बाइकमा आउनाले बाटो बनाउनु लाग्यो त माथि आइपुग्दाखेरि बनाउनु लाग्यो रहेछ। हामी यहाँ माउन्टेन भ्यू यहाँ रेस्टुरेन्टमा लागि प्याक गरिसकेका छौँ। सब साथीहरू है हामी टोक यतापट्टि बसियो। अब राति आइयो लगभग होइन माउन्टेन भ्यू होटलमा। टक्क भाइ सुतिरहेको छ, उठेर सट्ट घुम्ने हो होइन। सर अब उठाउनुपर्छ। ए उठ उठ बाबु उठ 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 उठ। अब देख्न सक्नुहुन्छ है यस्तो राम्रो छ है लाली गुराँस है घोरेपानीको। आहा अनि यतापट्टि पनि हामी यो बिहानको मौसममा यहाँ घरले हेर्दैछौँ। तल्लोपट्टिको बाघहरू, यहाँपट्टि गेट पनि रहेछ है, गेट पनि रहेछ। देख्न सक्नुहुन्छ लाली गुराँस। ओहो नि ओहो कम टु घोरेपानी यार। थोरै जुम गरेर लाली गुराँस त्यहाँ है, थोरै जुम गरेर। ओहो ओहो नि काका घोरेपानीको यो लाली गुराँसको बगैँचाहरू मजाले घुम्दैछौँ है। यता माथि देख्न सक्नुहुन्छ सर्लक्क थोरै जुम हान्दै भाइ कस्तो छ, एकदमै छ है। भवाल जङ्गल देखिरहेको छ। यतापट्टि पनि यस्तो छ। अझ घुम्न बाँकी रहेछ। हामी बसेको माथि टपमा हो होइन। ल साथीहरू है हामी पनिल जाँदैछौँ होइन भाइ होइन। हजुर जति माथि आयो जसलाई सोधो अझै पनि 20 मिनट, अझै पनि 20 मिनट यतिसम्म हिँडिसक्यो कि तलब घोरेपानी बजारबाट धेरै माथिसम्म आइसक्यो। अझै पनि जति सोधिन्छ त्यति 20 मिनट, त्यति 20 मिनट भनिरहेको छ। अझै कति छ बाटो है। त्यहाँ तल सोध्यो भने 20 मिनट, माथि सोध्यो भने 20 मिनट, कति हो कति 20 मिनटभन्दा बढी हिँडिसक्यो। लाली गुराँस त्यहाँ पनि बवाल फुलेको रहेछ है। हिँड्दा थाकिसक्यो भाइ होइन भाइ, यस्तो फुलेको रहेछ लाली गुराँस। तपाईँ देख्न सक्नुहुन्छ है। पनिलको लागि हाम्रो यात्रा छ। जति माथि गयो त्यति अझै 10 मिनट 20 मिनट सबले त्यही भन्नुहुन्छ। अब अझै कति छ जान, एकदमै उकालो बाटो फोक्सो फुलिसक्यो मेरो त। ल अब मिठा तिता गफ गरौँ भाइ होइन। के छ त घोरेपानीको
माहौल कस्तो लाग्यो ल साथै फाइनल्ली है पौनील आइपुग्यो अनि भाइ ल घोरे पानीको पौनील कस्तो छ भन्ने कुरा अब हाम्रो यो भिडियोमा बताइन्छ सम्पूर्ण हेर्नु होला यो आज 24 होइन जुन तलबाट आधी घन्टा 1 घन्टा त्यस्तो आउँदो रहेछ अब देख्नु भएको छ पौनील यतापट्टि है लाली गुराँस फुलिरहेको छ भाइ आऊ न वाह हिमाल ओहो नि हेर्नुहोस् ल लाली गुराँस यस्तो तरिका छ म 1 पोइन्ट ल पौनीलमा भाइ ल 2 टेको ल हामी पवन हिल आइसक्यौँ है 3210 मिटर घोरे पानीबाट त 2874 हामी 3210 मिटर माथि आइसकेका छौँ है पौनील यो घोरे पानीको पौनील तपाईँ देख्न सक्नुहुन्छ है यस्तो दामी छ ल हामी टपमा आइसकेका छौँ है पौनीलको टपमा छौँ यस्तो मजाले तलबाट भ्यू देखिरहेको छ होइन भाइ लाली गुराँस त्यस्तो देखिएको छ जुम हान्दै पनि फुल जुम ल ओहो ल कति हेर्ने होला हेरौँ ल हिमाल पनि हेरिदिनु ओहो ल हेरौँ ल पौनीलतिर घुम्दैछौँ होइन हामी है सर लाएर यस्तो मजाले घुम्दैछौँ यतापट्टि लाली गुराँस जस्तै फुलेको छ है भाइ जुम गरौँ थोरै 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 झुम सरर यस्तो मजाले आइरहेको छ पौनीलको है पौनीलमा देखिने लाली गुराँसहरू यस्तो मजाको फुल छ सरर यस्तो देखिरहेको छ है आउँछ आउँछ भाइ ल कृष्ण सेती उठ्छमा आउँछ भाइहरू ल कहाँबाट आएको भाइ राखु भगवतीको हिजो आएको होइन ल आज है यता बुवाहरू पनि हुनुहुन्छ उहाँको ल बाबुहरू है ल घोरे पाण्डा ए ल भाइ ल हो ल गाइदेऊ न ल बाबु ल ल गाइदेऊ त ल ल लगाइदेऊ त ल कृष्ण छेत्रीमा आउँछ नि बाबु ल च्यानलमा है आउँछ ल भलक आउँछ बाबुहरूको है ल चर्को हो हो ल ह बाबुले ल यता हेरेर ल एकदम मिठो गायो भाइ बहिनी हामी घोरे पानीको लाली गुराँस टक हेर्दैछौँ है यतापट्टि पनि हाम्रो धेरैजना यहाँ युट्युबमा सब्सक्राइब पनि गर्नुभएको छ यो भ्लगमा पनि आउँछ है भाइहरू है यतापट्टि ल यताबाट है हजुर कहाँबाट आउनु भएको रे राखु है ल ल कृष्ण छेत्रीमा आउँछ है ल ल युट्युबमा आउँछ सब आउँछ ल ल एकदमै आइहाल्छ भ्लग सर्ट भिडियो आउँछ टिकटक पनि आउँछ है टिकटकमा कृष्ण छेत्री नै छ है 17,000 फलोवर छन् है 17,000 फलोवर छ ल ल भाइहरूले गीत आएको पनि आउँछ सबै आउँछ है सबै आउँछ ल हामी खिचिरहेका छौँ है सम्पूर्णहरू सर लाएर एकदम भर्खरै भगवती टोलबाट राखुबाट आउनु भएको छ है ल सम्पूर्ण भाइ भाइ है ल ल ल ल ल ल ल ल एकदम तरिकाले है हामीले सम्पूर्णलाई हुन्छ नि एउटा रहर अब त्यही त हो हिँडिसकेपछि अब टिकटकमा युट्युबमा आउँछ भनेका छौँ उहाँहरूलाई है जानकारी पनि दिएका छौँ हो यो डाँडाबाट त भाइ लाली गुराँस जुम गर्छु थोरै ओ हो